बासुकी नागले तपाईँ हामी सबैको कल्याण गरून्। यति बेला हामी काठमाडौँ उपत्यकाको ललितपुर जिल्लाको नागदहमा छौँ। बडो सुन्दर नागदह, यहाँको गजब दृश्य हामी तपाईँहरूलाई देखाउँदैछौँ। यतापट्टि भगवान् विष्णु पुरा नीलकण्ठ हुनुहुन्छ। जय भगवान्। यहाँको प्राकृतिक सौन्दर्यता, ब्याकग्राउन्डमा यहाँहरूले चराचुरुङ्गीको चिरबिर चिरबिर आवाज पनि सुन्दै हुनुहुन्छ। चारैतिर हरियाली पनि छ। हामी तपाईँहरूलाई त्यो कर्नरदेखि पुनःदेखिको दृश्य तपाईँहरूलाई देखाउँदैछौँ। सरस्वती काठमाडौँ उपत्यकामा पहिला यो पानी नै पानीले भरिएको थियो। जनविश्वास अनुसार मञ्जुश्रीले उपत्यकाको पुरै पानी फ्याँकिसके पछाडि दुईवटा दहहरू रहे भन्ने विश्वास छ। एउटा नागदह, एउटा टौदह। नाग राजाको वासस्थान रहेको हुनाले यसलाई नागदह भनिएको हो। यो सुन्दर ठाउँमा आउनु भएको छ भने बडो राम्रो, आउनु भएको छैन भने काठमाडौँ उपत्यकामा हुनुहुन्छ भने एकपटक दर्शन गर्नुहोला। बडो आनन्दित हुने ठाउँ छ यो। अब यति राम्रो विशिष्ट ठाउँबाट हामी सबैले नागराजाले, बासुकी नागले तपाईँ हाम्रो सुखका निम्ति, शान्तिका निम्ति, आरोग्यताका निम्ति, उत्तर प्रगतिका निम्ति, खुसी रहनका निम्ति आशीर्वाद प्रदान गरून्। हामी सबैको जय होस्।